हेलो साथीहरू, गाउँको अवस्था देख्न सक्नुहुन्छ। पानी चार्नको लागि म कोदालो कानमा भिरेर हिँड्दैछु। यो हाम्रो पानीको कुला हो। यो तल्लो कुलो र यो माथिल्लो कुलो छ। तपाईँको दुईटा कुला छन्। हामीले जुम्ल्यामुलबाट ल्याउने पानी हो यो। हामी डाँडाखेतमा खेतीपाती गर्न लागि र हाम्रो जुम्ल्यामुलले 6 नम्बर 7 नम्बर र 8 नम्बर हाम्रो जुम्ल्यामुलको पानीमा निर्भर छ। देख्न सक्नुहुन्छ माथिको मुहान छ। सायद तपाईँहरूलाई म देखाउँला मुहान। र म बस्ने पनि मुहानभन्दा माथि मेरो घर छ र म त्यही बस्छु भेरी लाग्नेमा। अहिले हाम्रो प्रोजेक्ट बन्दैछ त्यहाँ मुहानको लागि पनि। राम्रो पानी भएपछि हामीलाई पानीको व्यवस्थापन राम्रोसँग सङ्कलन गरेपछि हामीले राम्रोसँग पानी पाउँछौँ भन्ने आशा पनि छ। र हाम्रो प्रदेश सरकारले र हाम्रो गतिविधि गाउँका नेताहरूले मिलेर राम्रोसँग त्यसलाई राम्रोसँग बनाएर कुनै विवाद नउठाएर काम सम्पन्न भएपछि हामी किसानहरूलाई एकदमै राहत मिल्नेछ र पानीको व्यवस्था पनि हुनेछ। देख्न सक्नुहुन्छ। साथीहरूलाई के भन्न चाहन्छु भनेपछि हाम्रो 3टा वडा निर्भर गरेको पानीको मुहान जुम्ल्यामुल एउटा मात्रै मुहान भएको र तपाईँले र हामी 6, 7, 8लाई त्यो पानीको निर्भर छौँ र हाम्रो प्राणै भनेको त्यो पानी हो। त्यो पानीलाई कसैको नजर नलागोस् र अहिले हामी पानी ल्याउन आएको गाउँ छर्नको लागि। देख्न सक्नु चारैतिर भुँडी लागेको छ र म कुलोमा छु।